प्याज रोपेको हेर्नुस् न कस्तो राम्रो भएको छ है। गोडगाड केही पारेको हैन गाइस, कति राम्रो प्याज। लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला है गाइस। एकदम राम्रो, मन परे लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला गाइस है। अर्गानिक तपाईहरु नि यस्तै बनाएर खानुस् है। बाइ बाइ, शेयर सब्स्क्राइब गर्नु होला। नाउ सानो नाउ नाउ काउछ बिच नाउ के लिएर आएको तपाईं? थ्यांक यू बाबा। हेर सब्जी कति फलेको। टमाटर टमाटर सानो समारे समाउ यस्तो देखाउ का मम्मीलाई खिच त्यसै खिच्दिम समातेर राखे त्यसै न त्यहाँ छुनी होइन के चलिरहेको समाते आइज पैसा लाग्यो देख म पछाडि मन नबस्किन बनाउँछु नै खाउला बिस्कुट बोल्दै उता गर्न बोल्दै उता देखाउनु गाइस एकदम यो मकैबारी है मेरो। यो सबै मैले लगाएको राम्रो भएको छ मकैहरू है। अनि यो मेरो राइस मिल हो। यो चाहिँ एकदम राम्रो भएको छ मकैहरू पनि। एकदम खडेरी परेको थियो, मैले पाइपबाट पानी लगाई मेरो बुढोले पानी दबाईहरू राख्नुभयो। एकदम राम्रो भएको छ गाइस है। तर काम गर्नलाई एकदम मन लाग्ने के मलाई है, बस्न भन्दा नि एकदम पार्ट टाइममा यस्तो बारी हुने सब्जीहरू लगाउनलाई है। करेला नि फलेको छ गाइस हैन, करेला नि फलेको छ। अनि यसरी यस्तो करेलाहरू यस्तो बोडीहरू एकदम लपक्कै फलेको छ गाइस है। लौकाहरू फलेको छ, रमाइलो लाग्छ। तर यहाँबाट 1-1.5 किलोमिटर टाढा हाम्रो घर छ। तर यहाँ चाहिँ बारीमा हामीले यसरी नै सब्जी लगाइन्छ। घिरिम्ला फलेको गाइस है। यो मेरो कान्छा छोरा अनि यसरी नै फलेको गाइस है। घिरिम्लाहरू नि फलेको एकदम राम्रो। अनि यसरी नै गाइस यी कवली फलेको छ है। यसरी नै एकदम राम्रो छ। उहाँ चाहिँ मेरो बुढा टक्क लाएर यस्तो राम्रो। यो चाहिँ भुसको गोदाम है गाइस, एकदम राम्रो छ। अनि अरू भन्दा नि यस्तो राम्रो फलेको कि बोडीहरू है। मैले केही हालेको होइन यसमा, दबाईहरू केही हालेको होइन गाइस है। एकदम अर्ग्यानिक हो। अनि मैले 2-3 फेरा टिपिसकेँ तर एकदम फलेको घर छ कि पानीहरू प्रशस्त अनि हुने ठाउँमा। मकै पनि यस्तो खडेरी परेको वैशाख मासहरू पनि यस्तो राम्रो भएको छ। मेरो बारीमा चाहिँ सब्जीहरू टन्नै फल्छ। तर लगाउन सक्ने भने बुढोले चाहिँ भन्दै हुनुहुन्थ्यो नलगाऊ, के अरे किनेर खाए हुन्छ, सस्तो पाइन्छ सिजनमा। अनि पाउँदैन पसलमा गर्ने हो कि घर भन्दै हुनुहुन्थ्यो। मैले नै घरै ड्राइभर छ, जोतिहाल्छ, आफ्नो ट्र्याक्टर छ है भनेर मैले यसरी नै त्यत्तिकै घर र जोतेर बिउ फालिदिएको थिएँ। तर यस्तो राम्रो भएको कि म यस्तो गरे हुने हो कि जे कुरा नि है। तर हामीलाई गर्न झ्याउ लाग्छ, अल्छी लाग्छ है, फुर्सद पाइन्न। तर गरे के हुन्न र, जे पनि हुन्छ गरेदेखि। बस जोस जाँगर चाहियो गाइस है। जोस जाँगर हुने भने जे पनि हुन्छ। हामीले गर्न सकियो भने जे नि हुन्छ के। सब्जीहरू सबै कुरा यसरी नै हुन्छ गाइस। भिडियोलाई लाइक शेयर सब्स्क्राइब गर्नु होला गाइस है। कति मिहिनेत लाएर मैले भिडियो बनाउँछु। तपाईको 1 लाइक 1 सब्स्क्राइबले यस्तो राम्रो हाम्रो गाउँ हो है। एकदम राम्रो छ, वरिपरि बाक्लो गाउँहरू छ, बाटो पिच छ, राम्रो छ गाइस। मेरो बाउ छोरा प्याज पनि छ है।